एकजना मानिसलाई अंगुर खान मन लाग्यो मित्र। अनि उसलाई अंगुर खान मन लागिसके पछाडि ऊ अंगुर किन्नको लागि भनेर एउटा फलफुल पसलमा गयो र पसलमा पुगिसके पछाडि उसले त्यो पसलेवालासँग, जो फलफुलको पसलवाला छ, उसँग अंगुर माग्यो। अनि अंगुरवालाले उसलाई सोध्यो, तपाईलाई कुन अंगुर चाहिएको हो अथवा तपाईलाई कुन चाहिँ अंगुर दिउँ? ऊ अलमल्ल पर्यो। जो अंगुर किन्नको लागि गएको थियो ऊ अलमल्ल पर्यो। अनि त्यस पछाडि उसले सोध्यो, कुन अंगुर? अंगुर पनि फरक फरक हुन्छ र? मलाई त बस अंगुर चाहिएको, मलाई अंगुर खानु छ, मलाई अंगुर दिनुहोस्, मलाई यसको यो कस्तो त्यो कस्तो त्यो कुन किसिमको मलाई त्यो थाहा भएन, बस मलाई अंगुर चाहिएको, मलाई अंगुर दिनुहोस्। त्यसपछि पसलेले फेरि भन्यो, हामीसँग 100 रुपैयाँ वाला अंगुर पनि छ अनि 500 रुपैयाँ वाला अंगुर पनि छ। हामीसँग 500 रुपैयाँ पर्ने अंगुर पनि छ अनि हामीसँग 100 रुपैयाँमै आउने अंगुर पनि छ। अब भन्नुहोस् तपाईलाई चाहिँ कुन अंगुर दिउँ? 100 रुपैयाँको अंगुर दिउँ कि 500 रुपैयाँको अंगुर? अनि त्यस पछाडि फेरि त्यो अंगुर किन्ने मानिसले सोध्यो, 100 रुपैयाँको अंगुर चाहिँ कस्तो हो अनि 500 को चाहिँ कस्तो हो? अब अभियसली सोध्ने कुरा भइ नै हाल्यो कि अंगुर देख्ने बित्तिकै नर्मली सस्तो छ भनिसकेपछि त जसले पनि खोज्ने भइहाल्यो। सकेसम्म सस्तो नै ल्याउन त, सकेसम्म सस्तो राम्रो होस् भन्ने खालको कुराले पनि उसले सोध्यो कि अंगुर चाहिँ कस्तो हो त, 100 को कस्तो हो, 500 को कस्तो? त्यस पछाडि पसलवालाले त्यहाँबाट एउटा लोभलाग्दो अंगुरको झुप्पा उठायो र उसले त्यो झुप्पा त्यो किन्ने मानिसलाई देखाउँदै भन्यो, यहाँ हेर्नुहोस् त, हो यो झुप्पामा भएको अंगुरलाई 500 रुपैयाँ पर्छ। यो झुप्पामा भएको अंगुर यदि तपाईँ लिन चाहनुहुन्छ भनेदेखि तपाईले 500 रुपैयाँ तिर्नुपर्छ। अनि त्यही झुप्पाबाट तल झरेको छ नि, हेर्नुहोस् त यहाँ तल, हो यदि तपाईँ यो अंगुर लिन चाहनुहुन्छ भनेदेखि तपाईले मात्रै 100 रुपैयाँमा पाउनुहुन्छ। त्यस पछाडि उसले सोच्यो अनि अन्ततगत उसले त्यो 100 रुपैयाँको होइन मित्र, उसले 500 रुपैयाँ केजीको नै अंगुर लिएर गयो। यो कथाले के भन्न खोजेको हो भने नि मित्रहरू, यदि तपाईँ समूहमा रहनु भएको छ भनेदेखि, यदि तपाईँ आफ्नो समूहभित्र अडिन सक्नु भएको छ भने तपाईँको मूल्य छ। तर जब तपाईँ आफ्नो समूह छोडेर बाहिर जानुहुन्छ नि, यदि तपाईँ त्यो समूहमा अटाउन सक्नुहुन्न नि, त्यस पछाडि तपाईँको मूल्य स्वतः घट्छ मित्रहरू। जसरी त्यो अंगुरको समूहमा रहेको अंगुरलाई 500 रुपैयाँ त्यो पसलवालाले भन्यो र जब त्यो अंगुरबाट अथवा त्यो झुप्पाबाट खसेको अंगुरलाई 100 रुपैयाँमा भन्यो, हो हाम्रो मानिसको अस्तित्व पनि यस्तै हो मित्रहरू। हामी समूहमा रहन सक्यौं भने, समूहमा मिल्न सक्यौं भने, आफ्नो परिवारमा मिल्न सक्यौं भने त्यो हामीलाई 500 रुपैयाँ बराबरको हुन्छ। तर तपाईँ आफ्नै परिवारबाट अलग भइदिनु भयो भने तपाईँ 100 रुपैयाँमा झर्नुहुन्छ मित्रहरू। त्यसैले सकेसम्म आफ्नो परिवार एक भएर बस्न सकेको उपयुक्त हुन्छ मित्र।